युट्युबर आयो युट्युबर कतिजना भ्लगर भयो यहाँ त्यतिकै भिडियो बनाइदिनु न सबैजना राम्रो आयो छोड न पछाडि बसेपछि सबै राम्रो हुन्छ मामा लागि त हेर्दै ल ल उता हेर बक्कर अघि बिगारेको छ नि आयो राम्रै सबैजना अगाडिकोहरू सबै आयो यतातिरको अब तपाईँ राखेर आउने त पटै मलाई न हेलो गाइस यस्तो भन्नु न हौ ह्याप्पी तिहार बनाऊ त उठेर तिमी खेल्यौ ऊ प्रिन्स आएर दिन्छ ह्याप्पी तिहार अनि पूजा दिदीलाई पठाइदिनु पर्छ नि त ह्याप्पी तिहार ल मिस यु पंकज डागी पूजा डागी पठाइदिनु पर्छ नि त कहिले त हेर त कति राम्रो सबैजना आखा कस्तो राम्रो आन्छ राम्रो छैन अझै झ्याल गर्छ झ्याल पराउनै के हुन्थ्यो क्या गर्मीको फोटो पाइँदैन यसो होला त एउटा म फोटो खिच्छु है पछाडिको अब है हाँसेर फुलेले दाँत देखाएन ए दाँत दाँत नदेखाएको राम्रो आउँदैन क्या ननिउरिया त दादाले क्यामेराम्यानले भन्नुभयो नि हामी त फेरि क्यामेराले फोकस गर्छ उल्टो बोल त राम्रो आयो त तिमी त रहेनछ रिमोटले भएको छ उसले जाने ए सफारी एउटा ग कसको हो ह्याट होइन छोड्दैन ओ दीपक सफारी होइन न तिमी सबैले राम्री भौ न राम्रो आएन भोक लाग्यो पूजा चाहिँ कहिले आएको पर्व म ठुलो अस्ति सल्राख गरेर उता कि त्यसरी कार इज कमिङ कार कार ए बाबुले पुर्याइदिन्छ नि अत्तर बाबु के भनेको थियो कि त्यहाँ ठुलो मम्मीले टिका लगाएर जाने बुढोले झर्नु भएन फुलले त्यो गर्दैन अब भाइ इलाका छ फुललाई नै टाउकामा बहिनी आएको छ टिका लाउन मान्छे ए खानापिना छ झगडा मात्रै त हुँदैन होला यो तिनै भाइ दाजु भाइजूहरू छ त भन्छ छ नि 15-20 जना छ मेरो अनि बस्नु न यहाँ के छ अब टिका होला ला त्यो अहिलेको कटन बर्ड ल्याउनु कि सलाइको काटी सलाइमा काटी छ भने त्यसले राम्रो हुन्छ त सलाई चाहिँ छ किन ढिलो गरेको कि लाउनु पर्ने ए 12 बजे कटेर पनि लाउने भनेको थियो लाउँदै 12 बज्छ नि त हातै लगाइदिन्छु ल यो सिधै 12 बज्न आँट्यो अनि कटेर 12:40 अनि 11:40 अरूले चाहिँ 11:39 मा बसेर हामी चाहिँ लाएर बिहानै
तँ आउँदैनस् मेरो पाली नै अनि तेरो बुढी छ त कहाँको पाल्छ अब त पनि लाग्नु अहिले आएर बस्नु कस्तो बुझ्यो हो त्यहाँ बसा ज्ञानी भएर बुवाको छेउमा पोको पोकेर बसा मलाई पनि चाहिन्छ कि जान मात्रै सबैलाई लाग्यो त्यो बाङ्गो भएर नि अरे होइन अझै बाङ्गो हो शत्रु छ्याङ भागले अलिकति यस्तो थोर नङले यस्तो बनाइदिएन यहाँ तलतिर चाहिँ तलतिर उता यो हो त सिधा बना यो अगाडि कलर हट्न त्यहाँबाट कति चुमुक चुमुक गरिदिरहेछ बाबा तिमी पोको लिएर त जाऊ त पोको चाहिँ किन भयो यता पकाउ पोको लिएर के हो कसको कसले को भाइ अहिले बाउजीहरू चाहिँ बुढा भएर भिड बाउ कि बाउजी गए नानी एकजनाले गरेछ मुढामा बस्नु त कति ज्ञानी मेरो बुझ्ने त म फोटो एउटा भिडियो यता कति राम्रो आँसु पनि हेर्नु यता तिमी जेन उसँग जाऊ जाऊ कस्तो कालो हात त्यहाँ ढोकाको छेउमा प्रिन्सासँग आहा यता कति राम्रो नि यता हेरेर हाँस्नु हाँस्नु अब कति राम्रो हो कस्तो सुरुङ्गा खेर आएको थियो म सुरुङ्गा आउनु सक्दिनँ भनेको आइछ हिजो फोन गरेछ बेलुका होइन यहाँसम्म त आउनु सक्ने भने सक्नु पर्यो नि घोडाले हुँदै हुँदैन कहाँ हिँड्नु हो हिँड्न सक्यो तल पऱ्यो त सबै बाइक र कारका के अरे हो सबै बाइक र कारका धनी चाहिँ पुगेका हुनु नि बाइक र के कार कार कसलाई कान्छीलाई सुरुङमा पुगेर भन्दा भइहाल्यो बिहानै चाहिँ पुगेर आइहाल्यो त्यो मात्रै भएन मलाई टोइलेट पनि लानुपर्छ उता भयो नि माथि माथि सेतै छ यहाँ न के अरे उन्नतिको टोइलेटमा बस्दा कति रुखै साह्रो भएर कुरो अप्ठ्यारो छ नि यो धेरै लिली गर्छ होला अनि आफ्नो जिउको त आफूले थाहा हुनु पर्यो नि ए यो होइन कत्तु थियो कतिवटा फुलले ल्यायो अघि दिन आफ्नो कला फुङ्गा दिनलाई कति भित्र पोकामा छ कि हेर्दै दिदी भित्र भयो लास्ट 29 हो सुरुमै मम्मीले पनि टिका ल्याउनु भएको थियो पोका चाहिँ होइन भित्र छुट्टे छ मम्मीले पनि ल्याउनु भएको थियो मल बोकेर भाइ हटारे म यो खस्ट छोड्छु भने उही छोडेर आएँ नि म सुरुमा अल्टरनेटिभ लाग्छ मात्रै छ त्यही छ लास्टमा उपलब्ध हुन त्यसलाई थाहा छ बिनाको नम्बर बिना दिदीको बिना दिदीको अनलाइन नम्बर हुन्छ अहिले अनि त्यही फोन नम्बर त कसको कहाँ अनलाइन हुन्छ हेर्दैन पोको बिनालाई खोज्न आँटेको त्यही त अनलाइन हुन्छ कि अहिले खोजिदिने हँ म यहाँ खोजिदिन्छु अनलाइनको जमानाले अनि भाखेर गए ससुरालाई लिएर जान्छु भनेर भन्छन् तलतिर ससुरा हाम्रो छैन माइला हेरेर बोलाउँदा नि भयो होला माला लगाइदिनुहोस् नि पाहाडबाट ल्याएको फुल फुलेको थियो त्यहाँ यहाँ कति कति ए पाहाडबाट ल्याएको यो ए कत्रो फुलेको थियो थियो प्रसाद मखमली पनि सबै ए बनाएर पठाइदिनुहोस् गोइबाट ए आमा झापर पाहाडको फुलेको त नि कति फरक हेर त अनि त्यो 150 रुपियाँको 200 रुपियाँको ठुलो पारा लाउनु भएको
ल हो हाम्रो 150 का पनि यत्रो ढुङ्गा हो यो हेर्नु त कस्तो राम्रो यो त 500 हो। यो चाहिँ 500 को त्यो कस्तो फुलिसकेको रहेछ काठमाडौँ 500 ले बेचेर न पक्कु घुमेर हिँड्दाखेरि सटर सटर भन्थ्यो होइन 40 रुपियाँ 60 रुपियाँ माला भनेछ क्या अनि त्यहाँ जाँदाखेरि 2000 2500 भनेछ अनि के गर्दै कहिले चाहिँ कत्तु हेर्दिन त्यो पोकामा यो चाहिँ कसले लगाइदिन्छ माथि पनि कोही उठाउँदैन माथिका होइन हौ भिनालाई चाहिँ पनि माथिकालाई किन गर्नु त्यो भिना जुनमा ल्याउ न यो कपडा ल बस छोडी छोडी के कुटकै किन गर्नु कालाइदिन्छ छ भने भिनालाई गर्नु छैन छोडी ठीक आहे सोध्नु दाइ त्यो भिना जुको नम्बर भन्नु भन्नु नानी छैन त एरिया हेर्नु न अब चाहिँ भयो नि त ठिक्क यहाँ देख्नु न अब चाहिँ भयो नि त ठिक्क हेरौँ आहा प्रिन्सेस हेर कति राम्रो हो यता हेर भन्नु बसेर यता प्रिन्सेस कति हो प्रिन्सेस हेलो भाइ ह्यापी तिहार भन त ह्यापी तिहार 05 तिमीले कसलाई मिस गर्यौ साथी यो 22 यो छैन साथी अंकल पूजा दिदी दीक्षाना कसलाई सम्झ्यौ भने लु भन्दै यहाँ भिडियो पठाइदिन्छु वंशिता अरे हैन यता पूजा दिदी छैन तर मलाई पुछ्दै ए यी राख्छ नि यत्रो मामा भनेर सेभ गरेको छ यता हेर मामा अहिले निस्कियो नम्बर यो गर्दा डायल गर्दा पूजा दिदी पविता दिदी कल हान्दियौ मामा देखेको कस्तो राम्रो फुल फुलेको रहेछ कत्रो कत्रो सुगा देख्नु भयो हाम्रो पार अनि पारमा कत्रो हुँदो रहेछ अनि मामालाई लाग्यो हेर त फोन के भयो यता यता मामा लाग्यो लु हाम्रो पार यता हेर न एकचोटि भन्छु परान भाइको माला लगाए जस्तो गर्दा बुझेको होइन हाँ यता हेर अनि अनि मलाई लाने होइन अब भाइले ल तेरो के भाइले साह्रो जोइन चला खानेकुरा त मैले जान्नु हुन्छ नि ल भिडियो बनाएर हुन्छ त ल आफूले टिका लाउनै पाइन्छ यहाँ सुन न त्यहाँ टिका लगाएर म बाबालाई लिएर जान्छु भनेर हेरेर जोइन कोन चाहिँ मान्छे होइन हिँड्नु पर्यो नि त गएँ त भन्नुपर्छ नि। जोइन चला त्यत्रो उहाँ त बाइकवाला एउटा नातिलाई पठा भन्नु नि त्यही त फुच्चीहरूले पनि पुऱ्याइदिइहाल्छ त पुरो नबुझेर हो तैँले पनि मैले बुझिसकेँ त्यहाँ हुनुहुन्थ्यो लिएर जानु कान्छी दिदीलाई चाहिँ लानुपर्ने भयो म त भरे बेलुका जाँदा मलाई के बितेको छ कान्छी त अन्तर्बाबुले पुऱ्याइदिइहाल्छ नि के पुरै भनेको थियो के गर्नु ए कान्छी दिदीलाई चाहिँ भेटाउनु भएन भने त्यहाँ टिका लगाएर म सुरुमा टिका लगाउने मान्छेसँग ए यता माथि बस् त म यता देखा न मेरो पनि भिडियो आउँछ अरे क्या एकछिनै टिका लगाइरह न के मैले हुँदैन हाम्रो ठुलो परेको छ उसले पनि हुँदैन उसले लगाइ उसले लानु पर्दैन ए होइन खानेकुरा दिन आँटेको ए खुवाइदिएन हामी सकिन्छ त लगाइरहेको सिधा क्यामेरा किन गरेको त्यस्तो देखिएन नि हेलो हेलो बुझ्दैन मलाई पुरा के नको मेरो मुख तल्लो परेर मेरो ब्लग के गर्नु गयो तपाईँहरूले मात्रै पाउनु भयो हामीले पाएन भनेर ल होइन एउटा यहाँ अहिले त लाइन छ पूजा लगाइरह न लगाइ मैले त लाउँदैन पूजा लाग्छ नि त्यहाँ बस्छ भाइ सुन को सबै को दाजु को भाइ सबै दाजु ठुल्दै यता सबै भाइ मेरो ऊ त्यहाँ कान्छीको यहाँ बस्न लागिन्छ तिनैजनाले ती यहाँ हो त्यहाँ राम्रो पनि आउँछ
कसैले उसलाई सेतो त लाइट आज मौकामा फुटाएको हुन्छ। रातो चाहिँ नला गोल हो रातो चाहिँ रातो त थाहा ल लामो लगाइदियो गोल लगाइदियो तर जस्तो शरीर लाग्छ यस्तो त्यस्तो यस्तो हजुर फेरि बुढी उठाले त्यसरी हुँदैन गोल लाइन हो त्यसले तान्ने हुन्छ यो ढाडले डल्लै आयो नि हुन्छ लगा अँ म त झ्यापै लाग्दिनँ म सल ओढौँ दिदी सिने ढाडो तान्ने यसले तान्दा हुन्छ ल पानी हेरौँ त अब गोरो लाउने ठाडो हो ठाडो लाउनु ढाडै लाग्नु अहिले लामो अरे त्यो सन्तानलाई नाकसम्म लागेको यता माया अङ्कल कान्छी दिदी ठुलो बाबा अङ्कल राखे कपाल भयो होइन यो सेल्फीले नै हो यी हुन्छ अहिले बाहिर खाना खाएर क्यामेराम्यान कपाल 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 लु त्यही बस बाई बस भाइ बस लगाइदिन्छ नि बिके राखेर उयो के अरे गाबास्नु अब यहाँ चेक लु अब यहाँ एउटैले यो लु म अब लगाइदिनु माला दिन्छन् पहिला टिका लाउनु कहिले हुन्छ लगाइदिएन भाइ बहिनीलाई लाउन आउँदा उनीहरू माला लगाइदिन्छ माला अनि भाइ कुरा पत्रबाट पाहाडबाट ल्याएको फुल अरे पाहाडमा फुलेको घरमा अनि कस्तो राम्रो माला के यस्तो छ सब दादा मिस गरेको थिएँ आउँछ त अहिले भरे हिजो गयो कि अहिले गयो नि त ठुलै हो नि कसले जोसँग पुर्याएर आएको यहाँ त यहाँ मामाको छेउमा आएर हेर टिका लगाएको म पनि हो त तिमी पनि मुस्तार देखेको छिटो गरे यता यता नमस्कार नै भनेको कस्तो लगाएको छ दादाले समाज जामाडा छ भनेर उठेको कि भाका गरी फेलेको लु आ तल बस्यो रोक्नु भन्ने पाइन्छ बोल्दैन त्यसो त्यही त लाउनु हेरेर खासमा माला यताबाट लु 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 तिनैजनाले जाऊ एउटा भाइ अब खै ह्याप्पी तिहार यता हाय 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 यता गर भाइ पनि के बस यहाँ दादा छेउमा बस भाइले किन खुसी भएर उतै यो भएन अब त्यता उता ल नाइ टिका लगाइदिनु जुन पाले लाउनु बुइनेर टिका लाग्ने त यहाँ यता आउँछ लाग्दैन चढे के भयो त्यो सर्ने पर्छ दिदी हेर्न यहाँ केही लाग्यो के लाग्यो ठिक छ त अब हो त हरियो रङहरू हो त ठक 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 लगाइदिनु लगाइदिनु खै भयो भयो बजार भयो अब माला लगाइदिनु बहिनीलाई एउटा एउटा माला एउटा एउटा लगाइदिस् भइगयो त यो खोल्दै गए नखोल्ने अहिले अहिले नि के खोलेको यो यसले घोचो घोज्दैन लाउनु बित्तिकै खोल्नु हुँदैन त भाइ माला वर्ष दिनमा एक दिन लाउनु पाइन्छ यहाँ बस्दा त तिमीहरू तिनजना कान्छ भोक चाहिँ मारिसक्यो खालि भिडियो मात्रै बनाउँछौ नि खै भात दिने कुरा गर्दैन लगाइदिएको छ बाबा